नमस्कार सम्पूर्ण धर्मप्रेमीहरूमा हामी सबैजना चिन्तित हुन्छौँ, क्रोधित हुन्छौँ। यसरी चिन्तित हुने अथवा क्रोधित हुने अवस्थाबाट मुक्ति पाउनको लागि कुनै ठुलो विद्वान गुरु आचार्य शान्तिदेव आचार्यज्यूले यसरी बताउनु भएको छ। घाल्ते चोसो यो नानी तिला मिगार चिसिग्यो, घाल्ते चोसो मेनानी तिला मिगा छेची फेन। अर्थात् यदि बिग्रिएको काम सचिन्छ भने किन चिन्तित हुनु, किन क्रोधित हुनु। अनि बिग्रिएको काम सचिँदैन भने चिन्तित भएर क्रोधित भएर के फाइदा भनी बताउनु भएको छ। अर्थात् हामीले बिग्रिसकेको काम, नासिसकेको काम, बितिसकेको कामलाई ध्यान नदिकन आउने कामहरू, आउने दिनहरूमा सजग भई ध्यान दिएर कार्य गर्नु अत्यन्तै जरुरी देखिन्छ। नमो बुद्धाय।